हेक्टर खानेपानी आयोजनाले बनाएको यो 4 लाख क्षमताको पानी ट्याङ्कीको यो बिटबाट चाहिँ एक राउन्डमा कति सेकेन्ड लाग्दो रहेछ म तपाईँहरूलाई देखाउनेछु है। एकैछिन हेर्नु होला। धेरैभन्दा धेरै उपभोक्ताहरूको घर घरमा पानी पुर्याउने उद्देश्यले माडेपटार खानेपानी आयोजनाले यो दोस्रो ठुलो पानी ट्याङ्की निर्माण गर्नुभएको छ। यो माथिल्लो यो बिटबाट एक राउन्ड हिँड्दा मात्रै पनि कति सेकेन्ड लाग्दो रहेछ। यो 4 लाख क्षमताको ठुलो पानी ट्याङ्कीमा यो अन्डरग्राउन्ड तरिकाले बनाएको खानेपानी ट्याङ्की हो। यसमा केही चिसै पानी पनि हुन्छ कि भन्ने चाहिँ उपभोक्ताहरूले अनुमान गर्नुभएको छ। ओह, यहाँ चाहिँ निकै सानो बिट रहेछ। हो, यहीँबाट स्टार्ट गरेको थिएँ मैले। अब म चाहिँ सेकेन्ड हेर्छु। लगभग कति लाग्यो त भन्दाखेरि लगभग 55-56 सेकेन्ड त राउन्ड गर्न मात्रै लाग्दो रहेछ। यो माडेपटार खानेपानी आयोजनाको दोस्रो ठुलो पानी ट्याङ्की हो। अब केही दिनमा ठुल्ठुलो भनौँ दसैँ तिहार पछि चाहिँ यसमा चाहिँ पाइपलाइनको काम पनि सुचारू हुन्छ होला भन्दै बन्द गर्न चाहन्छु साथीहरू।